सम्पूर्णमा नमस्कार। हामी बिहान सुतेर उठेपछि र राति सुत्नु अघि किन ब्रस गर्नुपर्छ भन्ने कुरा प्रश्न पार्नको लागि यो भिडियो बनाइरहेको छु। हामी यो कुरो जो कोहीको मुखबाट सुन्न सक्छौं तर एप्लाई चाहिँ गर्ने गर्दैनौं। हामी बिहान सुतेर उठेपछि किन ब्रस गर्नुपर्ने? राति सुतिसकेपछि हाम्रो दाँतमा ब्याक्टेरियाहरू टाँसिएर बसेको हुन्छन्। ती ब्याक्टेरियाहरूलाई रिमुभ गर्नको लागि, हटाउनको लागि हामी सुतेर उठिसकेपछि ब्रस गर्ने बानी बसाल्नुपर्छ। त्यति मात्र होइन, सुतेर उठेपछि ब्रस गरिएन भने हाम्रो मुखबाट खराब स्मेल, खराब गन्ध आउन सक्छ र त्यो गन्ध हटाउनको लागि पनि हामीले ब्रस गर्नु आवश्यक छ। अर्को भनेको हामी फ्रेस हुनको लागि ब्रस गर्नुपर्छ। बिहान सुतेर उठेपछि प्राय 100% को ब्रस गर्ने बानी छ, तर राति सुत्नुभन्दा अगाडि 1% मात्रको ब्रस गर्ने बानी छ, जुन चाहिँ गलत हो। अब हामी सुत्नुभन्दा अगाडि किन ब्रस गर्नुपर्ने? हामी सबैलाई थाहा छ, हामी सुत्न जाँदा हाम्रो र्यालको उत्पादन कम भइहाल्छ, जसले गर्दा खाना खाइसकेपछि दाँतमा टाँसिएर बसेको ब्याक्टेरियाहरूलाई सलाइभाले सलाइभा भनेको र्यालले ती ब्याक्टेरियाहरूले मार्न सक्दैन। हामी प्रायजसो, धेरैजसो दाँतमा कालो स्पोट देख्न सकिन्छ। त्यो सब पनि त्यही कारणले हो। राति सुत्नुभन्दा अगाडि ब्रस गरिएन भने त्यसमा दाँतमा ब्याक्टेरियाहरू टाँसिएर बसेको हुन्छन्, तिनीहरू एकदमै स्ट्रङ भइहाल्छन्। उत्पादन भएको कम मात्रामा सलाइभाले सबै ब्याक्टेरियाहरूलाई किल गर्न सक्दैन, मार्न सक्दैन। त्यसकारण हामीले चाहिँ राति सुत्नुभन्दा अगाडि ब्रस गर्नु आवश्यक छ। हस्त, धन्यवाद।